यो चाहिँ तिनकुने क्षेत्रको यो अहिले पछिल्लो सुकुम्बासी क्षेत्रको अवस्था हो हैन। यहाँ चाहिँ अब यो वारीको बाटो यता सिनामङ्गल साइडको चाहिँ सबै कम्प्लिट भइसकेको छ। अहिले चाहिँ पारी यता पान्सा साइडको चाहिँ अब साइड क्लियर गर्ने काम हुँदैछ। यो सबै पानीको यो अग्लो भरहरू सबै भत्काउने पर्ने भएको भएर यहाँ आज चाहिँ अब सकिँदैन होइन। अब यो भोलिसम्म चाहिँ क्लियर हुन्छ कि जस्तो लाग्छ मलाई। आज त लगभग रातमा लागिहाल्यो होइन। आज त्यति नगर्ला, आज गएन भने अब यो भोलिसम्ममा चाहिँ यो पुरै कम्प्लिट गर्छ होला होइन। अब यो पारीको घरहरू पुरै भत्काउनु पर्ने भएको यहाँ पारी चाहिँ धेरै टाइम लाग्छ। रातभरि त भत्काउँदैन होला, दिउँसो मात्रै भत्काउँछ होला होइन। बागमतीको करिडोरभन्दा पारी मानेश्वर साइडमा चाहिँ अब यो देखिने घरहरू सबै भत्किने हो है। यता वारिपट्टि सबै भत्किसक्यो। अब यो 2 तले 3 तले गरिने घर देख्ने घरहरू सबै यो 3 तले घरहरू भत्किने पानी भत्किरहेको छ है। योबाट ऊ माथि देख्न सक्छ माथिसम्म चाहिँ घरहरू सबै भत्किने यो लागि अब चाहिँ यो महानगरको पालिनको डोजरले चाहिँ अहिले यो सुकुम्बासीको सानो टहरो 3 तले टहरो लगभग अब ढल्नै लागेको छ होइन। यसलाई ठुलो भनिँदैन होइन। यहाँ यति सानो यो सानो हो बिचरा, एकदम गरिब दुखीको सानो टहरो नगरे हुने नभत्काइदियो भने थियो है गरिबहरूको बिचरा। यस्तो 3 तले टहरो, यस्तै 3 तले टहरो चाहिँ यहाँदेखि धेरै माथिसम्म भत्किनु पर्ने छ। अब यहाँ सबै लगभग आज रातिभरिको कम्प्लिट गर्छ होला। माथिसम्म त्यो देखेको खोलाको किनारको यहाँ माथिसम्मको त्यो सबै 3 तले टहरो होइन। लगभग आज क्लियरै गरी छाटकाट देखियो।